तपाईहरुलाई के लाग्छ मेन्टल हेल्थ हाम्रो जीवनमा कति आवश्यक छ त? जस्तो शारीरिक हेल्थ जस्तै मेन्टल हेल्थ पनि एकदमै इम्पोर्टेन्टको विषय हो। यही मेन्टल हेल्थसँग सम्बन्धित एन्जाइटीको विषयमा आज म कुरा गर्नेछु। तपाईहरुलाई लाग्यो होला एन्जाइटीको बारेमा यो मान्छेलाई यति कुरा कसरी थाहा छ त? मैले एन्जाइटीको बारेमा धेरै समय रिसर्च गर्ने मौका पाएँ। मेरो फ्यामिलीमा पनि एकजना मान्छेलाई एन्जाइटी भएको कारणले गर्दा पनि यसलाई मैले भित्रीबाट निहाल्ने मौका प्राप्त गरेँ। अब बुझौं एन्जाइटी भनेको के हो त? एन्जाइटी भनेको कुनै पनि कुरालाई लिएर आत्तिनु, डराउनु अथवा अनावश्यक रूपमा चिन्तित हुनु जस्ता लक्षणहरूलाई जनाउँछ। हामी कुनै पनि विषय जुन विषय हुनेवाला छैन अथवा त्यो विषयलाई हामीले रोक्न सकिँदैन त्यो विषयमा पनि हामी आत्तिन्छौँ भने यो नै एन्जाइटी हो। कहिलेकाहीँ तपाईहरुलाई पनि लाग्दो सबै कुरा ठिक छँदैछ तर पनि मनमा अशान्ति भइरहेको हुन्छ। कहिलेकाहीँ हामीले गर्न खोजेको कुरा हामीले गर्न सक्दैनौँ किन भन्दा हामी धेरै कुराको टेन्सनमा रहेका हुन्छौँ। कुनै पनि डिसिजन लिन नसक्ने लगायत दिमाग जति बेला पनि थाकेको जस्तो महसुस गरिरहने एक रोग हो एन्जाइटी, जुन एउटा सरल भाषामा भन्ने हो भने एउटा सामान्य रोग हो। तर यसले दिने यसका लक्षणहरू एकदमै असामान्य छन्, एकदमै जटिल प्रकृतिका छन्। यसलाई समाधान गर्न त्यति मुस्किल छैन तर पनि एन्जाइटीको बारेमा नलेज भने हुनै पर्छ। भनिन्छ एन्जाइटीको बारेमा नलेज भयो भने 60% एन्जाइटी निको भएर जान्छ। त्यसकारणले गर्दा बुझौँ एन्जाइटीमा लक्षणहरू के हुन्छन् त? सर्वप्रथम एन्जाइटीमा तपाईहरु यो फिल गर्न सक्नुहुन्छ कि तपाईहरु जति बेला पनि थाकेको महसुस गर्नुहुन्छ, थकित महसुस गराउँछ यसले। अनि तपाईको छातीमा पनि यसले समस्या देखाउँछ, सास छिटो फेरिने, छाती दुख्ने जस्ता समस्याहरू निम्तिन्छ। यसको साथै एन्जाइटीले गर्दा पेटमा पनि समस्या निस्किन सक्छ। त्यस्तै आफूले गर्ने दैनिक क्रियाकलापहरूमा पनि राम्रोसँग मन नलाग्ने, कुनै काम पनि गर्न नलाग्ने, अल्छी लागिरहने जस्ता लक्षणहरू यसले निम्ताउँछ। यो एन्जाइटीको समकालीन लक्षण हो। दीर्घकालमा एन्जाइटी बिग्रियो भने यसले ठुलै समस्या पनि निम्ताउन सक्छ। त्यसकारणले गर्दा एन्जाइटीको बारेमा हामी बेलैमा सचेत भइयो भने यसबाट भने बच्न सकिन्छ। त्यसकारणले गर्दा पनि एन्जाइटीको विषयमा जानकारी हुनु एकदमै इम्पोर्टेन्ट मानिन्छ। यो त भयो एन्जाइटीको लक्षणको कुरा। अब बुझौँ यसलाई समाधान चाहिँ हामीले कसरी गर्न सकिन्छ। सर्वप्रथम यसको समाधान गर्नको लागि तपाईले एन्जाइटीलाई स्वीकार्नुपर्ने हुन्छ। मलाई एन्जाइटी भएको छ र यससँगै मैले अब अगाडि बढ्नुपर्छ भनेर। एन्जाइटीसँग डराएर अथवा यसबाट हामी भाग्न खोजियो भने यसले तपाईलाई झन्झन लखेट्न सक्छ। त्यसकारणले गर्दा पनि एन्जाइटीलाई तपाईले सर्वप्रथम एक्सेप्ट गर्नुपर्छ। एन्जाइटी समाधान गर्ने अर्को प्रक्रिया छ सास प्रश्वास रुल। भनिन्छ सुरुमा तपाईले फेर्ने सासले नै तपाईको एन्जाइटीलाई कन्ट्रोल गर्ने गर्छ। तपाईले सास फेर्ने क्रममा सासलाई 4 सेकेन्ड लिने, 4 सेकेन्ड स्टप गर्ने र 4 सेकेन्डमा फाल्ने जस्ता नियमहरू लगायत विभिन्न नियमहरू फलो गर्नुभयो भने एन्जाइटीलाई तपाईले रिड्युस गर्न सक्नुहुनेछ। एन्जाइटी समाधान गर्ने अर्को रुल हो तपाईले एन्जाइटीलाई एक्सप्रेस गर्नुपर्ने हुन्छ। या भनौँ एन्जाइटीसँग आफूले आफ्ना दैनिक क्रियाकलापहरूलाई लिङ्क गर्नुपर्ने हुन्छ। तपाईलाई कुन बेला एन्जाइटीको महसुस बढी हुन्छ त्यो समयमा बाहिर निस्किने, कोहीसँग गफगाफ गर्ने लगायतका क्रियाकलापहरू गर्नुपर्छ। बाहिरी वातावरण र अक्सिजन भएको ठाउँमा जाँदा तपाईलाई एन्जाइटीले अलि कम असर गर्ने गर्छ। त्यसैले जब तपाईले पेनिक फिल गर्नुहुन्छ त्यो समयमा तपाईहरु बाहिर निस्किन सक्नुहुनेछ। एन्जाइटी समाधान गर्ने अर्को उपाय हो ओभरथिङ्किङलाई बन्द गर्नु। भनिन्छ ओभरथिङ्किङलाई बन्द गर्नुहोस् तर ओभरथिङ्किङ बन्द गर्न त्यति सजिलो भने पक्कै छैन। तपाईले ओभरथिङ्किङलाई सर्वप्रथम स्वीकार गर्नुपर्ने हुन्छ। तपाईले कुन कुरामा ओभरथिङ्क गरिरहनु भएको छ, कुन कुराले तपाईलाई ट्रिगर गरिरहेको छ त्यो कुराको बारेमा बुझेपछि ओभरथिङ्किङ बिस्तारै कम हुँदै थाल्छ। अब तपाईलाई कुनै सोच आयो भने त्यसलाई तपाईले जबरजस्ती हटाउन खोज्नुभयो भने झन् धेरै सोचहरूले तपाईलाई पिरोल्ने गर्छ। त्यो समयमा तपाईले त्यो सोच किन आइरहेको छ र यो सोचले मलाई दीर्घकालमा के असर पार्छ त भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ। त्यस्तै मोबाइल, इन्टरनेट जस्ता साधनहरूको युज कम गर्नुपर्ने हुन्छ। जब तपाईहरु एन्जाइटीमा हुनुहुन्छ यसलाई भुलाउनको लागि मोबाइल लगायतका डिभाइसहरू युज गर्नुहुन्छ जसको कारणले गर्दा एन्जाइटी झन् बढेर जान्छ। त्यसलाई घटाउनको लागि मोबाइल जन्ने सामग्रीहरूबाट केही टाढा रहनुपर्ने हुन्छ। अर्को उपाय हो शरीरको हलचल। शरीरलाई तपाईले एकै ठाउँमा स्थिर राखिराख्नु भयो भने यसले झन् एन्जाइटीलाई बढाउने गर्छ। तपाईहरुले आफ्नो शरीरलाई हलाउने अथवा हिन्डुल गर्ने लगायतका क्रियाकलापहरू गरिरहनु पर्ने हुन्छ। जब तपाईहरु एन्सियस महसुस गर्नुहुन्छ यो समयमा शरीरलाई हिन्डुल गराउने अथवा एक ठाउँबाट अर्को स्थानमा स्थानान्तरण गराउने जस्ता क्रियाकलापहरू गर्नुपर्छ। एक्सर्साइजमा पनि तपाईहरुले ध्यान दिनुपर्ने हुन्छ। अर्को उपाय भनेको एक्सर्साइज हो। तपाईले नियमित रूपमा एक्सर्साइज गर्नुभयो भने यसले पनि एन्जाइटीलाई नियन्त्रण गर्छ। त्यसकारणले गर्दा पनि तपाईहरुले एन्जाइटीसँग डराउने भन्दा पनि एन्जाइटीलाई स्वीकार गरेर अगाडि बढ्दा सफलता मिल्छ। आजको भिडियोमा यति नै। थप जानकारी अर्को भिडियोमा लिएर आउनेछु।